भात खुवाइमा जानुपर्ने हुन्छ सागर दाइको घर हैन। सो अब हामी अहिले शहीद चोकमा जाममा छौँ। ल त्यसपछि निस्किएर कस्तो भिड भएको। अब हामी यहाँबाट लाग्दिनु पर्ने हुन्छ सरासर होइन गाइज। ल अलिकति खाने अलिकति नखाने रे हाँस्यो छ वेट चाहिँ हाम्रो चिकन लेग पिस। हामी हिरो बन्नु पर्यो नि त भित्र जानलाई हिरो बन्नु पर्यो। वेलकम ब्याक टु माई न्यू भ्लग। आजको भ्लगमा तपाईँलाई स्वागत छ र आज हामी जानुपर्ने हुन्छ भात खुवाइमा सागर दाइको घर हो। रजत दाइले लिएर अनि त्यसपछि चाहिँ सागर दाइको घर जानुपर्ने हुन्छ होइन। सो हामी अब रजत दाइलाई लिन जाँदैछौँ। यो चाहिँ हाम्रो लाइन चौक रहेको छ। हामी यहाँबाट सरासर माथितिर लाग्दिउँ होइन। त्यसपछि चाहिँ ल्याएर लिएर अनि त्यसपछि चाहिँ दाइको घर जानुपर्ने हुन्छ। हेर्दै गर्नुलाई है बाटोमा पुरै गाडीहरू भएको अवस्था। ओ भाइ साहब हामीलाई सरासर लाग्दिनु पर्ने हुन्छ गाइस। ओ अङ्कल के गरे यार। सो अहिले चाहिँ हामी भाटभटेनी साइड नजिक छौँ। 24 कोटी हामीलाई पुग्नुपर्ने हुन्छ र दाइलाई लिन होइन। अहिले चाहिँ हामी बाटोमा अहिले समथिङ 11 बजिसकेको छ। सरासर लाग्दिउँ होइन। ओ भाइ साहब अनि गाइस भिडियो मन परा लाइक गरिदिनु होला होइन। अब त्यही हो अब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला अनि बेल आइकनलाई अलमा सेट गर्नु होला। यसो चेक गरेर अब त्यही हो। अब अहिले चाहिँ हामी जग्गाको पुग्नुपर्ने हुन्छ। सो फाइनली लागिरहेको छौँ। यो चाहिँ फेरि 24 कोटी आइपुग्यो। हाम्रो 24 कोटी राम्रो 24 कोटी। सो हामीलाई यहाँबाट चाहिँ यताबाट जानुपर्ने हुन्छ सरासर। ओ भाइ साहब यहाँ चाहिँ हाम्रो रजत दाइको पसल रहेको छ। ओ भाइ साहब के छ भाइ। है तेरिका हो के छ ठिक छ। हाम्रो यो दाइको पसल ताजा मासु पसल होइन। के छ मेरो दाइ के छ अभिषेक दाइ। अब मेरो दाइ जानुपर्ने हुन्छ होइन भात खुवाइमा होइन र सागर दाइको घर अहिले जाने होइन। अब हामी यहाँ निस्किदिनु पर्ने हुन्छ गाइज फटाफट होइन। यहाँबाट अहिले समथिङ 11 बजिसकेको छ। अब यहाँबाट सरासर निस्किदिनु पऱ्यो। सो ल दाइ पछि भेटौँला। ल जाऊँ दाइ म कुदाउँछु है। म ब्लगमा छु अहिले। सो त्यही भएर अब लाग्दिनु पऱ्यो सरासर। तपाईँले बाटो देख्नु भएको छ नि। सामान चाहिँ तपाईँको यही हो। पहिला घर जाने तपाईँको। ए राम ढिलो हुँदैन नि। ढिलो हुँदैन नि बस्नु होइन हुँदैन। सो अब हामी चाहिँ फेरि रजत दाइले पिकअप गरेर जाँदैछौँ होइन। यो चाहिँ थाहा छँदैछ होला हाम्रो एयरपोर्ट। यो चाहिँ हाम्रो एयरपोर्ट है गाइज। अब हामी चाहिँ सरासर लाग्दिउँ होइन। हामीलाई छिटो पुग्नुपर्ने हुन्छ। समथिङ अहिले 11 साढे 11 भइसकेको छ। अब दाइले हामीले लिइसकेको छौँ। अब हामीलाई चाहिँ जानुपर्ने हुन्छ सरासर सागर दाइको घर होइन। यो चाहिँ हामी बाटोमा छौँ। ओ भाइ साहब त्यही हो गाइज। भिडियो मन पऱ्यो लाइक गरिदिनु होला होइन। च्यानलमा नयाँ हुनुहुन्छ भने गाइज सब्सक्राइब गरिदिनु पर्छ। सब्सक्राइब तपाईँको साथ सपोर्टले गर्दा मलाई मोटिभेसन हुन्छ। भिडियो बनाउँ जस्तो लाग्छ। फिलिङ सो कुल क्या। सो त्यही हो। अनि अब हामी चाहिँ सरासर लाग्दैन पर्ने हुन्छ। सरासर हामी लाग्दिउँ। ओ भाइ साहब बबाल 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 बबाल। सो हामी अब नजिकै पुगिसक्यौँ। यहाँबाट चाहिँ हामी लेफ्ट जानुपर्ने हुन्छ। गाडीहरू हेर्दै जानुपर्छ होइन। फेरि एक्सिडेन्ट भयो भने त फेरि खत्तम हुन्छ साथी यार होइन। एक्सिडेन्ट गर्नु भएन क्या बाटोमा चाहिँ फेरि बिस्तारै कुदाउनुपर्छ है। अच्छा हतार हतारमा गयो भने त जिन्दगी खत्तम। टाटा बाई बाई हुन्छ। फेरि छिटो गयो भने भन्न सकिनँ। बिस्तारै गयो भने अवश्य पुगिन्छ भनेर एउटा चुटकिला कि के भन्छ होइन। अब हामी राइटतिर जानुपर्ने हुन्छ। सो फाइनली गाइज हामीलाई चाहिँ सुरुमा सागर दाइको घर जानुपर्ने हुन्छ होइन। सागर दाइको घरमा गएर त्यहाँ भात सात खुवाइ भइरहेको छ होइन। त्यहाँ चाहिँ प्रोग्राम जस्तै भनौँ न।
सो हामी त्यहाँ गएर एकछिन बस्नुपर्ने हुन्छ खानासाना खाएर अनि त्यसपछि निस्किनु पऱ्यो अहिले चाहिँ हामी बाटोमा सरासर गइरहेको अवस्था अब हामी टक्क त्यहाँ पुगेर त्यसपछि देखाउने पर्ने हुन्छ तपाईँहरूलाई के कस्तो रमाइलो भएको कुरोहरू होइन हेर्दै गर्नु होला भिडियो लास्टसम्म हामी यहाँबाट सरासर लगाइदिनु पर्ने हुन्छ बाटो पनि के साह्रो राम्रो छ यार धुलो हिलो खाल्टो अनि जाम बर्खा लागेपछि मात्र सुरु हुन्छ काम नेपालको बाटो छ यस्तै छ कता जाम हो भाइ कता हो त राइट हो ल हामी चाहिँ यहीँ राखिदिनु पर्ने हुन्छ भाइ यहीँ राखिदिनु भाइ यही हो ट्याक्की दाइहरू हामी यहीँ राखिदिनु पर्ने हुन्छ बाइक ल झर्नु आइसक्यो केटाहरू यहीँ छ सबैजना सो हामी एकदिन बाइक राखेर अनि त्यसपछि चाहिँ जानुपर्ने हुन्छ गाइज सो अब एकछिन बस्नुपर्ने हुन्छ होइन हाम्रो सागर दाइको घर आइसक्यौँ अब यहाँ भात खुवाइ साथ खाइमा रमाइलो गर्नुपर्छ त्यसरी टक्क लाग्दिनु पऱ्यो होइन हामी चाहिँ अहिले एकछिन बसिरहेको छौँ गफ गर्दै अब हामी एकछिन सबैजना भेला भएर अनि त्यसपछि चाहिँ जानुपर्ने हुन्छ त्यहाँभित्र होइन अब हामी बाहिर छौँ अहिले अब एकछिन यहाँ भेला हुनु पऱ्यो होइन के छ मेरो दाइ सलाम वालेकुम भन्छ त ल मेरो चस्मा चाहिँ लगाइदिनु हामी हिरो बन्नु पऱ्यो नि त भित्र जानलाई हिरो बन्नुपर्ने छ अब भित्र गएर टक्क जानु पऱ्यो होइन हेलमेट राखिदिएँ भने दाइ त्यो जुगाड गरिरहेको अवस्था अब हामी यहाँ सरासर राखिदिएर त्यसपछि अगाडि जानुपर्ने हुन्छ म र दाइ टक्क लगाएर लाग्दिउँ होइन हामी चाहिँ खाना खानुपर्ने हुन्छ होइन त्यसपछि कविरा दाइ के छ खबर ठिक छ खाना खाइसक्नु भयो तपाईँ एक्लै भए आफै झनसँगै खानु भनेको एक्लै मान्दिएछ मजा खान्छु दाइ दिमाग खराब एक्लै झन् अघिदेखि नि मैले तपाईँलाई कल गरेर भनेको है बस्नु भनेर हाम्रो वेट नगरिदिनु हामी सबैजना अब खाना खानुपर्ने हुन्छ अनि त्यसपछि चाहिँ के कसो गरौँ ल देखाउँदै गरौँ होइन त्यो भिडियो हेर्दै गर्नु होला चिलमा बसिरहेको हालिदिनु टक्क हामी खाजा खाने बेला है गाइज अझै कति हालिदिनु भयो परिकारहरू तर बाबा धेरै नहाल्नु न थोरै है थोरै हालिदिनु पऱ्यो बिस्तारै थोरै हाल्नु टक्क भयो अगाडि जाउँ यो चाहिँ हामी खाना लगाएको बेला गाइज भयो यो चाहिँ हामी परिकारहरू लिँदै गरेको अवस्था हाम्रो चिकन लेग पिस भन्छ कि के भन्छ होला रोस्ट कि ललिपप ल अब अर्कोतिर थोरै हालिदिनु पऱ्यो हाल्दै गरौँ सरासर अलिकति थोरै फल हालिदिनु न भिडियोमा छ कि अलि झोल अलिकति झोल मात्र भएछ अब हामी यहाँबाट लाग्दिनु पऱ्यो गाइज खानालाई हामी यहाँ खाँदै गरेको अवस्था हामीलाई चाहिँ पेट भरेर निस्किसक्यौँ गाइज अब हात धुनु पऱ्यो होइन हात धुने यहाँ हो उसलाई पनि पानी आएर खाँदा साब यहाँ हात धुनुपर्ने हुन्छ गाइज फटाफट पेट पूजा गऱ्यो होइन दाइ टेस्टी थियो किन टेस्टी हात धुम त्यसपछि कुरा गरौँ A few moments later. टिका लगाइदिउँ गाइज टिका उठाएछ उठेछ टिका सिका लगाइदिउँ फटाफट होइन टिका सिका लगाइदिने किन त खानासाना खाइयो त्यसपछि लगाइदिने एक किलो मासु कटाइदिने ल ठिक छ अब हामी चाहिँ लगाइदिनु पऱ्यो दाइ भात खाइदिनु बाबुलाई के छ दाइ अब कति रुपियाँ दिनु आयो तपाईँ 100 रुपियाँ मात्र ट्याक्की ल सागर दाइ त हेर्नु त के छ अहिले दिएको जस्तो मात्र गरौँ न यो चाहिँ टिका सिका खुवाउनु पर्छ र ल नखाने
के खुवाइदिने दाइ ल अलिकति ल खाने अलिकति नखाने रे ल के छ कान्छो आज भात खाइयो त्यसो भए भात खायो आज भात खायो तिमीले यता आएर त अब कस्तो मजाले हेरेको भात खायो ल ठिक छ हाँस्यो छ वेट ठिक छ हाँस्यो अब भात खाइहालेको रहेछ होइन त कति क्युट ह्यान्डसेक गरिदेऊ त ह्यान्डसेक गरिदेऊ टिका सिका लगाएर होइन अब सागर दाईको भात खाएर अब हामी पनि जानुपर्ने हुन्छ सागर दाई आज रमाइलो भयो दाइ बेलुका झन् रमाइलो हुन्छ होला है बस ल गाइज अब हामी लाग्नु पर्ने तपाईँ के भन्न चाहनुहुन्छ आजको भिडियोमा एकदम बेस्ट रमाइलो भयो सो अब भिडियो मन परे लाइक गरिदिनु होला होइन च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला होइन अब आजको दिनु होला होइन सपोर्ट गर्नु पर्यो अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ भाइरल हुनुपर्छ एकदम पनि एकदम खाना खाइसक्यो हाम्रो भाइरल दाइ नाम हेर्दा हेर्नु त भाइरल दाइ अब जाऊँ होइन अब हामी जानुपर्ने हुन्छ टक्क सरक्क लगाएर अब भिडियो मन पऱ्यो लाइक गरिदिनु होला च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला अब हामी जानुपर्ने हुन्छ गाइज बाई